हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। र आज चाहिँ म तपाईहरुलाई कोरियाको जेजुदो भन्ने प्रान्तमा घुम्न जाँदाको केही भिडियो क्लिपहरु देखाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नुहोस् है साथीहरु। र यो चाहिँ जुन ठाउँ चाहिँ हामी सान अथवा पहाड चढ्ने क्रममा लिएको भिडियो हो हैन। यतिखेर चाहिँ मौसम पनि एकदमै राम्रो थियो, तर गर्मी चाहिँ एकदमै ज्यादा थियो र उकालो चढ्ने क्रममा धेरै गाह्रो पनि भएको थियो हामीलाई। गर्मीको कारणले गर्दाखेरि पुरा पसिनाहरू आएर है हिँड्नै नसक्ने भएको थियो। र यो बाटो चाहिँ एकदम पहाडमा खोपेर हैन, झाडीहरू फाडेर यी ढुङ्गाहरूमा यसरी टाँसेर बनाएको बाटो रहेछ। एकदमै कठिन तरिकाले निकालेको बाटो रहेछ। मलाई चाहिँ एकदम हाम्रो पाथिबाट गएको जस्तो महसुस भएको थियो। यो भ्यू नजारा हेर्न सक्नुहुन्छ तपाईहरुले। यसरी हामी चाहिँ एकदम फ्रिजको पानी खाँदै गएको थियौँ हैन। त्यो ठाउँमा घुम्नको लागि जाँदाखेरि चाहिँ ज्यादै गर्मी, उकालो पनि धेरै उकालो हैन, तर रमाइलो भएको थियो साथीहरु। अनि माथि टपमा चाहिँ यस्तो खालको एउटा टापु रहेछ के, एउटा सानो टापु। कस्तो राम्रो के, तर सुन्दर हेर्न सक्नुहुन्छ तपाईहरुले पनि। र त्यसपछि हामी माथि टपमा घुमेपछि चाहिँ फेरि हामी ओह्रालो झर्यौँ। यहाँ चाहिँ बाटो एकपट्टिबाट लगेर अर्कोपट्टिबाट झर्ने बनाएको रहेछ। यो सिँढीहरू चाहिँ एकदमै यो झाडीभित्र के, एकदम चारकोसे झाडी हुन्छ नि, त्यस्तै भित्र चाहिँ त्यो फाडेर अथवा ढुङ्गाहरू चिरेर त्यसरी बनाएको यो सिँढी रहेछ। एकदमै मेहनत गरेर बनाएको रहेछ यो घुम्ने ठाउँ। अनि हेर्न सक्नुहुन्छ तपाईले यो झाडीहरू नै हेर्नुस् न, एकदमै चारकोसे एकदम पट्टेर झाडी देखिन्छ। ल हेर्नुस् है साथी, हो पछाडिको नजाराहरू पनि। यो चाहिँ तल समुद्रको अलिक साइड पर्छ भनौँ न, ठ्याक्कै बीच भन्दाखेरि पनि अलिकति साइड किनाराहरू जस्तो पर्छ। अनि ल यस्तो छ है साथी, कोरियाको विकास चाहिँ एउटा साधारण ठाउँमा पनि एकदम पर्यटकीय स्थल बनाएको छ कोरियाले चाहिँ। हाम्रो नेपालमा भने चाहिँ प्राकृतिक सुन्दरता हुँदै पनि अलिकति पर्यटकले प्रबन्धन गर्न सकेको छैन। त्यो गर्दाखेरि चाहिँ राम्रो हुन्छ, हाम्रो देशलाई पनि फाइदा हुन्छ हैन। ल हेर्न सक्नुहुन्छ तपाईले यो नजारा एकदम कस्तो लाग्छ साथी। हो भिडियो अन्तिमसम्म हेरेर कमेन्ट चाहिँ गर्न नबिर्सिनुहोस् है। यसरी उइहम खतरा पनि लेखेको छ हैन। यो चाहिँ कोरियामा एकदम सावधानी अपनाउनु भन्छ।